भोलिको बिहानै उत्तम ज्वरो आएर बिउजियो। उसले आफ्नो श्रीमती रञ्जितालाई बोलाउन थाल्यो। अया कस्तो गाह्रो भएको होला बिहानै। रञ्जिता, ए रञ्जिता, कता छौ? त्यो डिग्री लिएर आऊ त छिटो। के भयो? किन चाहियो यति बिहानै डिग्री? हेर न, म कस्तो ज्वरो आए जस्तो छ। खोकी पनि लागिरहेछ अलिअलि। सन्चो भएन कि त्यो डिग्री ल्याऊ त। कस्तो तातेको छ निधार पनि। तपाईँको शरीर त कस्तो तातो, ज्वरो नै आएको हो क्यारे। एकैछिन है, म पानी पट्टी लिएर आउँछु अनि डिग्री पनि ल्याउँछु। छिटो ल्याऊ त। पानी पट्टीले अलि कम हुन्थ्यो कि? पानी पट्टी त ठिकै हो कि, खोइ ज्वरो हेर त कति भयो। ए, ज्वरो त 101 पो रहेछ त। हो? यो ज्वरो त पानी पट्टीले मात्र के निको हुन्थ्यो होला र। यसो गर न बरु, त्यो अहिले त्यो औषधि पसलले त्यो दामोदर कहाँ गएर एक पत्ता त्यो सिटामोल अनि त्यसपछि एक पत्ता चाहिँ केही एन्टिबायोटिकहरू लिएर आऊ न। त्यसले के भन्छ त्यही ल्याइदियो त। कस्तो गाह्रो भयो भने। एन्टिबायोटिक नै खाने हो र? पहिला अस्पताल जाने कि? कहाँ अस्पताल जाने कचकच गर्छ भने यो मान्छेले गाह्रो भएर कस्तो भइसक्यो। अनि आफै नै डाक्टर भन्ने अस्पताल जान पर्दैन? अब अस्पताल गएर त्यहाँ डाक्टरलाई कुरेर बस्ने हो भने एक दिन पुरै जान्छ। एक दिनसम्म के हो ज्वरो खपेर बस्नु? त्यो औषधि खायो भने एकछिनमै निको भइहाल्छ। औषध ल्याऊ त छिटो। मैले भनेको त कहाँ मान्छौ र तिमी? लौ छोरीलाई स्कुल पुर्याउन जाने बेला भयो। म उसलाई स्कुल पुर्याएर त्यतैबाट औषधि लिएर आउँछु नि त। ल जे गर्नु छ गर, औषधि चाहिँ ल्याऊ छिटो। उत्तमले बिना डाक्टरको परामर्श औषधि खान्छ र उसलाई निको पनि हुन्छ। अब केही समयपछि छोरी सुस्मिता, सुस्मिता, होइन कता गइयो? स्कुल जाने बेला भयो, उठ्दिन त, कता गए? मामु, मलाई त कस्तो गाह्रो भयो। ज्वरो पनि आए जस्तो छ। टाउको साह्रै दुखिरहेछ भने। शरीरमा पनि रातो डाबर जस्तो के आएको यस्तो। छाती पनि एकदमै दुखिरहेछ मलाई त। होइन के भयो छोरी? के भयो तिमीलाई? छोरीलाई पनि ज्वरो आएछ, हेर्नु न। के भन्छ हो र? खोइ एकचोटि हेरौँ त। ल, यसलाई नि 101 डिग्री ज्वरो आएछ, हेर्नु त। ए यस्तै त हो नि, मलाई नि त्यस्तै भएको थियो होइन। यसलाई नि त्यही भएको होला। त्यसो भए त्यो अस्तिको हाम्रो औषधि थियो नि, त्यो कति बाँकी थियो? मैले 2 चक्की खाएको, 3 चक्की अझै बाँकी छ त्यो पत्तामा। त्यही यसलाई पनि दिउँ, उसलाई ठिक भइहाल्छ नि छोरीलाई। किन यस्तो गाह्रो परिबस्नु? हुँदैन, पहिला अस्पताल जाम क्यारे। त्यसरी खाने र औषधि? हे, अस्पतालकै कुरा गर्छ भने फेरि यो पनि कति अस्पताल भने। मलाई निको भएन अस्पताल नगइकन? यसलाई नि निको भइहाल्छ नि। तिमीले त मैले भनेको कहाँ मान्छौ र? नचाहिने कुरा नगर्ने। यहाँ पहिला औषधि चाहिँ खुवाइहालौँ कि ठिक हुन्छ भने हुन्छ, भएन भने अनि जे हुन्छ हेरौँला। ल मैले भनेको कहिले मान्ने होइन, कहिले के हुन्छ अनि बल्ल थाहा हुन्छ। तेरि ठिक हुन्छ क्या। उत्तमले त्यही औषधि आफ्नो छोरीलाई नि दिन्छ, तर उसलाई भने निको हुँदैन। उसको अवस्था एकदम गम्भीर भएपछि उनीहरू दुवैजना छोरीलाई लिएर अस्पतालतिर जान्छन्। नमस्कार, म डाक्टर अनिमेष। हजुरहरू के समस्या लिएर आउनुभयो? हेर्नुहोस् न डाक्टर साहब, मेरो छोरीलाई त ज्वरो आए जस्तो छ। के भएको नै थाहा पाउन सकिएन। बाहिर सिस्टरले नानीलाई ज्वरो चेक गर्नुभयो होला। मलाई त्यो सिस्टरले दिएको कागज दिनु न। नानीलाई कति ज्वरो आएको रहेछ हेरौँ। ओहो, नानीलाई त अहिले पनि ज्वरो आइरहेको रहेछ। कहिलेदेखि सुरु भएको नि नानीलाई यस्तो ज्वरो आउन? 3 दिन भयो डाक्टर साहब। अनि के हुन्छ त अरू नानीलाई? हेर्नुहोस् न डाक्टर साहब, मलाई खोकी लागेको छ। छाती पनि साह्रै दुख्छ। श्वासमा भइरहेछ। शरीरमा पनि रातो रातो दाग जस्तो आएको छ। के हो? अनि औषधिहरू केही सेवन गर्नुभएको छ कि छैन? ज्वरोको आइरहेको रहेछ नानीलाई। हजुरहरूले आफै औषधि त प्रयोग गर्नु भएन नि? यो औषधि खान दिएको ठिकै भएन, हेर्नु न डाक्टर साहब। डाक्टर साहब, मलाई चाहिँ 1 हप्ता अगाडि ज्वरो आएको, अनि त्यसपछि 1-2 हप्ता भयो होला त्यसरी ज्वरो आएको, अनि 2 दिन जति मैले औषधि खाएँ। त्यति गरेपछि मलाई ठिक भएको थियो। अनि छोरीलाई पनि यहीले ठिक हुन्छ भनेर भनेको, उसलाई त हुँदै भएन भने डाक्टर साहब के भएको यो? त्यसै आफै औषधि किनेर खानु त नहुने हो। त्यही नि, म अब केही परीक्षणहरू लेखिदिन्छु, त्यसको रिपोर्ट आओस्, त्यो लिएर म भाटामा आउनु, अनि के भएर रहेछ पछि भनौँला नि है रिपोर्ट अनुसार। हुन्छ डाक्टर साहब।
रिपोर्ट आएपछि उनीहरू फेरि अस्पताल गए। ए हजुरहरू रिपोर्ट लिएर आउनुभयो? खोइ दिनुहोस् त मलाई रिपोर्ट। ओहो, नानुलाई त एमआरएसएको पो सङ्क्रमण भएको रहेछ नि। होइन डाक्टर साहब, हजुरले त यो नयाँ शब्द भन्नुभयो। यो एमआरएसए भनेको चाहिँ के हो डाक्टर साहब? एमआरएसए या भनौँ मेथिसिलिन रेसिस्टेन्ट स्टेफाइलोकोकस अरियस भनेको मेथिसिलिन नामक एन्टिबायोटिक रेसिस्टेन्ट अर्थात् प्रतिजैविक प्रतिरोधक गर्ने एक कीटाणु हो नि। अनि यो एन्टिबायोटिक रेसिस्टेन्स भने चाहिँ के हो डाक्टर साहब? एन्टिबायोटिकको काम भनेको कीटाणुलाई मार्ने हो। तर जब एन्टिबायोटिकले पहिला मारिरहेको कीटाणुहरूलाई मार्न नसक्ने अवस्था आउँछ तब त्यसलाई एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ नि। किन यस्तो हुन्छ त डाक्टर साहब? एन्टिबायोटिक्सको अनुचित प्रयोगले कीटाणुले आफ्नो वरिपरिको वातावरण अनुसार आफू परिवर्तन हुँदै जान्छ र औषधिप्रति प्रतिरोधी बन्दै जान्छ र यसको फलस्वरूप सङ्क्रमणको उपचारमा प्रयोग हुने औषधिले उपचारमा आवश्यक परेको अवस्थामा प्रभावहीन हुन्छ। उक्त सङ्क्रमण गर्ने जीवाणु बलियो हुन्छ र औषधिले आफ्नो प्रभाव गुमाउँछ नि। अनि यो अरू के कारणले हुन्छ डाक्टर साहब? अरू कारण भन्नाले मानव मात्र नभएर पशुपन्छी बोट बिरुवाहरूमा औषधिको अनुचित प्रयोग, प्रदूषण, स्वच्छताको कमी, बिरामीले एन्टिबायोटिक्सको मात्रा पुरा नगर्नु, नयाँ एन्टिमाइक्रोबियलको विकासको कमी, अस्पताल र फर्ममा सङ्क्रमणको नियन्त्रण नहुनको कारण यसको जोखिम बढ्दै जान्छ नि। अनि डाक्टर साहब यसको परिणाम चाहिँ के हुन्छ त? यसको परिणाम स्वरूप अघि मैले भने जस्तै औषधिले आफ्नो प्रभाव गुमाउँछ, सङ्क्रमणहरूमा उपचार गर्न गाह्रो हुन्छ, नियन्त्रण गर्न चुनौती वा असम्भव हुन्छ, जसका कारण अस्पतालमा धेरै समय बस्नुपर्ने, धेरै प्रकारको औषधि प्रयोग गर्नुपर्ने र उपचार खर्च बढ्न जान्छ। त्यति मात्र नभएर रोग फैलने, गम्भीर रोग लाग्ने र मृत्यु समेत हुने जोखिम हुन्छ नि। ओहो डाक्टर साहब, मेरो छोरीलाई केही त हुन्न नि डाक्टर साहब? नआतिनुहोस् न नआतिनुहोस्, नानीको रिपोर्टमा त्यस्तो जोखिम नै देखिएको छैन। 1-2 दिन अस्पतालमा बसेर उपचार गरे ठिक हुन्छ। धन्यवाद डाक्टर साहब, हामीलाई त कस्तो एकछिन चिन्ता नै लाग्यो। अनि डाक्टर साहब, हामीले चाहिँ आफ्नो ठाउँबाट के गर्न सक्छौँ त? हामीले आफ्नो ठाउँबाट गर्न सक्ने भनेको पसलबाट आफै जान्ने भएर औषधि किनेर मानिस वा पशुपन्छीमा प्रयोग नगर्ने, डाक्टरको सल्लाह अनुसार मात्र औषधिको प्रयोग गर्ने र डाक्टरले तोकेको समयसम्म औषधिको पुरा सेवन गर्ने, खेतबारीमा उचित सल्लाह लिएर मात्र कीटनाशकको प्रयोग गर्ने, प्रदूषणको व्यवस्थापन गर्ने, स्वच्छता र सरसफाइमा ध्यान दिने जस्ता कार्य हामी आफ्नै ठाउँबाट गर्न सक्छौँ नि। आज धेरै कुरा जान्न पाइयो। हजुरलाई यो जानकारीको लागि धेरै धेरै धन्यवाद। म आज सिकेको कुरा अरूलाई पनि अवश्य सिकाउँछु। धेरै धेरै धन्यवाद डाक्टर साहब, म पनि सिकाउने छु। निकै ध्यान दिएर कुरा सुन्नुभयो र बुझ्नु पनि भयो, त्यसको लागि मेरो तर्फबाट पनि हजुरहरूलाई धन्यवाद। र मैले नानीको एडमिसनको लागि कागज लेखिदिएको छु, बाहिर गएर एडमिसन गर्नुहोस्, नानी केही दिनमै ठिक भएर घर गइहाल्छ। हस् डाक्टर साहब, हजुरलाई फेरि पनि धन्यवाद। हस् डाक्टर साहब, धन्यवाद। श्रोता महानुभावहरू, तपाईलाई हाम्रो नाटक कस्तो लाग्यो? प्रतिजैविक औषधिको जथाभावी प्रयोगले औषधिको सेवन गर्ने व्यक्ति मात्र होइन, समुदाय, समाज र विश्वव्यापी रूपमै नकारात्मक असर पर्न सक्छ। समाजमा एन्टिबायोटिक औषधिको धेरै दुरुपयोग भइरहेको छ। प्रतिजैविक प्रतिरोध प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक हो। जब एन्टिबायोटिक औषधिहरूको अनावश्यक प्रयोग हुन्छ तब कीटाणुहरू झन बलिया हुँदै जान्छन् र आवश्यक परेको अवस्थामा त्यस्ता औषधि प्रभावविहीन हुन्छन्। यसका कारण संक्रमणहरू उपचार गर्न गाह्रो हुन्छ, चुनौतीपूर्ण र असम्भवसम्म हुन सक्छ। यसले गर्दा अस्पतालमा धेरै समय बस्नुपर्छ, धेरै प्रकारका औषधि प्रयोग गर्नुपर्छ र यसले गर्दा उपचार खर्च पनि बढ्न सक्छ। रोग फैलिने, गम्भीर रोग लाग्ने र मृत्यु हुने जोखिम पनि बढ्छ। विडम्बना, नयाँ औषधिको उत्पादन हुन सकेको छैन र पुराना औषधिप्रति कीटाणु झन प्रतिरोधी हुँदैछन्। तसर्थ यस्ता प्रतिजैविक औषधिको उचित रूपमा प्रयोग गर्नुपर्छ। डाक्टरले भने बमोजिम हामीले पूर्ण समयका लागि औषधि सेवन गर्नुपर्छ। औषधि पसलबाट डाक्टरको परामर्श बिना जथाभावी सेवन गर्नु हुँदैन। हामी सबै सचेत हुन सक्यौं भने यो समस्याबाट बच्न सक्छौं।